जय शम्भु। जय शम्भु। आदरणीय भक्तजनहरू, हामीहरू आज तनहु दमौली व्यासको पुण्यभूमि व्यास गुफा आइपुगेका छौँ र हामी यहाँहरूलाई हाम्रा व्यासपीठमा, यस भूमिमा व्यासको सेवा गर्नुभएको यो पीठमा सेवा गरेर अहोरात्र भक्तजनहरूलाई सन्तुष्ट एउटा ऊर्जा दिनको लागि आफ्नो जीवन, आफ्नो परिवारको जीवन चाहिँ यसैमा व्यतीत गर्नुभएको, आश्रमको सेवामा व्यतीत गर्नुभएका हाम्रा दुईजना गुरुजनहरू, महात्माहरू, सन्तहरू, उहाँहरूको परिचय यस प्रकार छ। उहाँ हुनुहुन्छ दामोदर बाबा, उहाँ हुनुहुन्छ गोविन्द बाबा। त भक्तजनहरू, हामी धार्मिक शुद्धताको लागि शुद्धिकरण अभियान अन्तर्गत विभिन्न पीठमा र विभिन्न सन्तहरूसँग, सन्त समाजमा जसले धर्मको लागि, देशको लागि आफ्नो जीवन व्यतीत गर्नुभएको छ, आफ्नो जीवनको सम्पूर्ण समय धर्ममा लगाउनु भएको छ, यसैमा अमृतपान गरेर बस्नुभएको छ। उहाँहरूको जीवन साधकी जीवन छ, उहाँहरूको जीवन आनन्दित छ, सन्तुलित छ र यो प्रेरणा उहाँहरूलाई कसरी प्राप्त भयो र हामी यसरी गेरु वस्त्र धारण गर्नको लागि कसरी योग्य भयौँ आदि कुराहरू हामी विस्तृत कुरा गर्दैछौँ। अब म दामोदर बाबासँग आफ्नो जीवनको यो क्षेत्रमा आएर यसरी भगवान व्यासको, भगवान शिवको, 33 कोटी देवताको, 33 कोटी देवीको यसरी सेवा गर्ने र धर्मको लागि जुन खालको जीवन योगदान दिनुभएको छ, यो कसरी प्रेरणा मिल्यो यहाँले अलिकति बताइदिनुहुन्छ कि दामोदर बाबा? नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। यो पावन पवित्र भूमि 28औं व्यासको अवतरण भूमि र हाम्रो वैदिक सनातन धर्मको मूल ग्रन्थ, मूल धर्मको चाहिने वेदको व्याख्या, वेदको अर्थ गरिएको यो पावन पुण्य भूमिमा 4 वेद 18 पुराणको रचना गर्नुभयो, महाभारत लेख्नुभएको यस्तो पवित्र भूमि हो। यस्य निश्वासितम वेदा यो वेदेभ्यो अखिलम जगद्वंश। वेदको महत्त्वपूर्ण सारा वेदले लगाएको छ नीति, सारा प्राणीको नियन्ता वेद बनेको छ। सारा यो सृष्टिलाई कसरी चलाउने, यसको विनाश, उत्पत्ति र पालन सबै गर्ने वेदकै सिद्धान्त अथवा अनुरूप हो। भगवानको त्यहाँ ठुलो शक्ति छ वेद। त्यस्तो वेदले हामीले यसो गर्छु, म जोगी बन्छु, म यो गर्छु भनेर नपुग्न सक्छ। तर प्रारब्ध, हाम्रो पूर्व जन्मको कमाई र वेदको, भगवानको कृपा भएपछि मानिसले विभिन्न ठुला ठुला कर्महरू गर्न सक्छ, धर्मको रक्षा गर्न सक्छ, समाजको सेवा गर्न सक्छ, राष्ट्रको सेवा गर्न सक्छ, विश्वलाई नै एउटा निर्देशन दिन सक्छ। यस्तो किसिमको वेदको नीति अनुसार हामीले काशीमा जाँदाखेरि एकजना विद्वान फेला पर्नुभयो र उहाँले भन्नुभयो, हामी सानो जमानामा सानै थिएँ, तिमी कहाँ जान लागेको भने म काशी जान, तिम्रो उमेर पढ्ने बेला हो, अहिले किन हिँड्यो घर छोडेर भने हामी त्यतिखेर अलिकति भौतारिएका पनि थियौँ। इन्डियातिर गएर जाहिर खाने, पैसा कमाउने, पैसामा लोभ बढी बढेको पनि थियो समाजमा। त्यो बेलामा उहाँले यस्तो उपदेश दिनुभयो, तिमी 25 वर्ष पढ अनि मातापिताको सेवा गरेर घरमा गृहस्थी गरेर
परिवार बिहा गरेर सन्तानको पुरी गरेर 50-60 वर्षमा तिमी त्यहाँ घरमा बस्छौ अनि तिमीले त्यो बसेपछि तिम्रो सन्तान भएपछि सन्तानलाई कर्मको ज्ञान र समाजको चाहिँ एउटा मातापिताप्रतिको भक्ति अनि अनुशासन नियम आचार सम्बन्धी सिकाएर त्यो बच्चालाई त्यो उसलाई तिमीले उच्च बनाएर छोडिदिनुपर्छ त वानप्रस्थी हुन्छ भनेर भनेपछि हामी त्यही अनुसार हाम्रो हृदयमा गढेर हामी त्यही अनुसारको यो 4 आश्रम पहिले ब्रह्मचारी गृहस्थ वानप्रस्थ र सन्यास यो 4 आश्रम बताएको छ वेदले त्यही अनुरूप चल्नुपर्छ अब तिमीले अनि त अर्को गर्न हुँदैन भनेपछि मैले त्यो कुरा मेरो जीवन लागेर मैले चाहिँ त्यो समयलाई पर्खेर मैले आफ्नो कर्तव्य कर्म गरेर अनि पछि म करिब 46 वर्ष पुगेपछि मैले यो वानप्रस्थी लाग्ने काम गरेँ र त्यसमा लागेर अनि म नेपालको धर्मको क्षेत्रहरू भारतका क्षेत्र धार्मिक क्षेत्रहरू भ्रमण गर्ने क्रममा दामरकुण्ड 7 पटक पुगेँ मुक्तिनाथभन्दा 7 दिन उता हामी लाग्थ्यो त्यहाँ त्यो बेलामा अहिले त अब अलि बाटो बनेको छ त्यो ठाउँमा गएर अनि हामीले चाहिँ नि त्यहाँ देख्दाखेरि अत्यन्तै कठिन अत्यन्तै दुर्गम क्षेत्र भएको हुनाले त्यहाँ कुनै किसिमको भक्तहरू जाँदाखेरि बस्ने बासको व्यवस्था नभएको हिउँ पानी पर्ने शरीर हो सबैको हिउँले पनि बिगार्छ पानीले पनि बिगार्छ असर गर्छ जाडोले पनि असर गर्छ हामीलाई पनि निकै असर गर्यो हामी शरीर छोड्ने अवस्थामा पुग्यौँ र हामी बाँच्यौँ पछि आएर हामीले यो सङ्कल्प गऱ्यौँ त्यहाँ एउटा धर्मशाला बनाउनु पर्यो भनेर त्यसको लागि हामी चाहिँ नि गऱ्यौँ अब कठिन थियो बनाउनलाई 2-4 वर्ष लाग्यो हामीलाई अनि पछि बनाएपछि अर्को पनि बनाउनु अर्को 3टा धर्मशाला बनाएर अब त्यो बेलामा नेपालमा अत्यन्तै अशान्ति बढेको थियो हाम्रो भाइको झगडा थियो सरकार पनि भाइ हो जनता पनि भाइ हो सबै मानव हुन् सरकारले पनि धेरै आतङ्ककारीहरूलाई मार्ने काम गर्न थाल्यो र आतङ्ककारीहरूले पनि धेरै चाहिने विचार नपुर्याइकन व्यभिचारमा मान्छेहरूलाई मार्न थाले र सिद्धान्तको प्रतिपादन गर्नलाई वैचारिक लडाइँ हुनुपर्छ एउटा सिद्धान्तको लडाइँ हुनुपर्छ त्यो लडाइँ त्यस्तो थिएन अत्यन्तै अधार्मिक लडाइँ थियो देशले थाम्न कठिन थियो त्यहाँ हामीले अब धर्मबाट कुनै उपाय छ कि हाम्रो वेदले भन्छ यसो गर्यो भने यसो हुन्छ शान्ति हुन्छ यसो गरे यसो हुन्छ भनेर भन्ने कुरा यो वेदको यसो गरेर हामीले नेपालको भ्रमण गर्ने क्रममा लाग्यौँ र अनि त्यसमा गएर हामी नेपालका पद्धतिको भ्रमण गर्दै दामरकुण्डको काम सकेपछि त्यो धर्मशाला काम सकेपछि हामीले सबै ठाउँबाट बत्ती यो बत्तीले धेरै ठुलो काम गर्छ बत्ती भनेको उज्यालो हो उज्यालो भनेको प्रकाश हो सबैलाई प्रकाश चाहिन्छ सबैलाई उज्यालो चाहिन्छ सबैको हृदयमा उज्यालो नभएपछि मान्छे के अँधेरो भएपछि मान्छे के गर्छ पाप कर्महरू गर्न थाल्छ उज्यालो भनेको बुद्धिको प्रकाश हो मनभित्र शुद्धता हाँस्यो निर्भय भयो भने उसले नराम्रो काम गर्दैन उसले नराम्रो कामतिर लाग्दैन ऊ राम्रो कामतिर लाग्छ त्यस कारण त्यो होस् राष्ट्रमा शान्ति होस् भनेको कामना गर्दै 75 जिल्लाबाट बत्ती जम्मा गरेर 1.25 करोड बत्ती दामरकुण्डमा लगेर श्रावण 32 गते 2062 सालको श्रावण 32 गते त्यहाँ 1.25 करोड बत्ती दीप प्रज्वलन गरियो गरेपछि अत्यन्तै कठिन कार्य थियो र त्यसमा चाहिँ देशमा केही शान्ति पनि आयो तर हामीले शान्ति आएको भनेनौँ हामीले गर्दा भनेनौँ सबैको अंश कणबाट हुने हो एउटैबाट पूर्ण हुनै सक्दैन सरकारले नि पूर्ण गर्न सक्दैन जनताले नि गर्न सबै मिलेर एक व्यक्तिबाट यही नियम आचारको थोरै भने पनि परिपालन गरेर भित्र हृदयमा सद्भावको थोरै भए पनि परिणाम पैदा गर्यो भने अनि बिस्तारै त्यसले के गर्छ फैलावट गर्दै जान्छ त्यसले सबैलाई सघाउँदै जान्छ र अनि एउटा समाज राष्ट्र र व्यक्ति के हुन्छ अनुशासित हुन्छ एउटा कर्तव्य कर्ममा लाग्ने प्रेरणा आउँछ उसलाई उसको मनमा निर्भयता आउँछ त्यो
हामीमा पनि त्यस्तो हुँदै गयो, निर्भयता हुँदै गयो। अति कठिन कार्यमा पनि हामी अगाडि बढ्ने भयौँ, डर भएन हामीलाई, मरणको डर पनि भएन। त्यसकारण यो घुम्दै घुम्दै हामी चाहिँ नि यो माओवादीबाट डराएर, माओवादी त ब्राह्मणले यस्तो गर्छन् उस्तो गर्छन् यस्तो गर्छन् भन्ने थियो। तर हामीलाई म सुर्खेत पुगेँ, त्यहाँ पनि केही भएन। त्यहाँ ब्राह्मणहरूलाई आउनुले यस्तो गरेन भने, तर त्यो भनेको कुरा गलत रहेछ। उहाँहरूले केही पनि गर्नु भएन। हामी त्यहाँ बस्यौँ, आनन्द भेटघाट गऱ्यौँ। त्यसपछि हामी दार्चुला पुग्यौँ। दार्चुलामा जहाँ चाहिँ बस्ने उहाँहरूको थियो त्यहाँ पनि बस्यौँ। त्यहाँदेखि केही त्यस्तो असर परेन। उहाँहरूबाट बातचित भयो, हामीलाई केही अगाडि बढ्ने हाम्रो चाहिँ मानसर ताक्लाकोट जाने हाम्रो थियो, हाम्रो पस्यौँ। अनि हाम्रो यो व्यास गाविस भन्ने छ, त्यहाँ व्यासको जन्म भएको भन्ने पनि छ, प्रमाण छ। जातुकर्ण व्यास जन्म भने त्यहाँ पनि गयौँ, त्यहाँ हामी दर्शन गऱ्यौँ। त्यो व्यास जन्म भएको भूमि नै हो, अहिले होइन जस्तो लाग्छ हामीलाई, तर इतिहासले बताउने कुरा हो नि, प्रमाणले बताउने कुरा हो नि। त्यस कारण हामी त्यो खोज्दै खोज्दै गएपछि अनि नेपालको यहाँ आइपुग्यौँ। यहाँ आएपछि यो व्यास जन्मभूमि, व्यासले 18 पुराण लेखेको भनेपछि हाम्रो मनमा जागृत हो। त्यो ताक्लाकोटले हामीलाई जागृत गरेको थियो, त्यसले झन् अझै बढी जागृति गरेर अनि हाम्रो समय पनि आइपुग्यो अब वानप्रस्थी भनेर। अनि हामी चाहिँ यहाँ आएर 108 बर्पियोर लगायौँ। यतापट्टि हजुरको यो डी गाउँ सिवरडीमा अहिले पनि छ, त्यहाँ गुफा छन्। त्यसपछि हामीलाई यहाँ हामी यहाँ आएर भेट्दा हाम्रो राधे बाबा भन्ने हुनुहुन्थ्यो एकजना बाबा, धेरै वर्ष तपस्या गरेर बस्नुभयो। र उहाँलाई भने मैले यहाँ तपाईँ जस्तो मान्छे आउनु पऱ्यो, यहाँ यसको विकास गर्नु पऱ्यो, यहाँ त मैले केही गर्न सकिनँ भनेपछि हामी आएर अनि यो भवनहरू बनाउने काम, अन्न क्षेत्र, यो चाहिँ गुरुकुल अनि गौशाला, अतिथिगृह आदिहरू चाहिँ गर्दै गर्दै हामीले अहिलेसम्म यहाँको थोरै भने पनि सबैसँग हाम्रो वेद अमाई प्रतिष्ठान भन्ने हामीले गठन गऱ्यौँ। र हाम्रो गोविन्द बाबा पनि आउनुभयो, त्यो गठन गर्नेमा बाबाको धेरै ठुलो योगदान पनि छ। अनि पछि हामीले चाहिँ नि यसको विकासलाई हामीले विकास भनेर ठुलो विकास गर्न सक्ने कुरा पनि हुँदैन। संस्कारको थोरै भने पनि यहाँ आउँदा मान्छेको हृदयमा आनन्द आओस्, शान्ति आओस्, यहाँबाट जाँदाखेरि केही न केही हो भन्ने प्रेरणा होस्, मैले पनि गर्नुपर्छ यो धर्मको निमित्त, यो मानव यो संरचनाको निमित्त गर्नुपर्छ भन्ने प्रेरणा पनि मानिसले यहाँबाट गएपछि, गङ्गाजीको दर्शन गरेपछि उसको मनै अर्को हुन्छ र उसका ग्रहहरू शान्ति हुन्छन्। त्यो मन शान्ति भए सबै कुरा शान्ति हुन्छ। मनैबाट सारा कुराको सृष्टि भएको छ, सारा मनै हो। त्यस कारण मनलाई बनाउनुको लागि यी हाम्रा धार्मिक क्षेत्रहरू यसरी हामीले प्रचार गर्नुपर्ने गुरुहरू आउनु भएको छ। यो मनकै लागि हो, मनबाटै यो सृष्टिको चाहिँ संरचना अत्यन्त अगाडि बढिराखेको छ। हामीले समाजमा नराम्रा कुकृति कर्महरू गर्छौँ मनैबाट, हामीले समाजलाई राम्रो किसिमको प्रेरणा दिन्छौँ मनैबाट, कर्म गर्छौँ मनैबाट। त्यो मन नै आत्मबल हो। त्यो आत्माको बललाई हामीले यो संसारमा लगाएर हामीले गर्न सक्ने कार्यको सुरुवात गर्नु नै त्यो जीवनको धर्मको सुरुवात हो। त्यो शुभ कार्यमा लाग्नु। त्यसकारण हामी पनि शुभ कार्यमा लागेर अनि यसरी चाहिँ नि हामी तनहुँ पनि चितवनमा पनि बस्यौँ, त्यहाँ बसेर केही मन्दिरहरू आश्रम बनायौँ। त्यसपछि हामी नवलपरासी गयौँ, त्यहाँ पनि बनायौँ। त्यसै गरी हामी यहाँ डिगाममा आयौँ, त्यहाँनिर बनायौँ, दामरकुण्डमा। र यहाँ यसरी हाम्रो 5-7 ठाउँमा हामी जहाँ गयौँ त्यहाँ बनेको छ। किन? त्यो सत्यको प्रेरणा थियो। सतले नै सृष्टि गर्छ, अरूले सृष्टि गर्नै सक्दैन। सतबाटै सृष्टि भएको, त्यस कारण यो सत्य हो। यो वेद हाम्रो धर्म सत्य हो। वैदिक सनातन धर्मका हामी अनुयायी हौँ। हामीमा ठुलो ताकत छ, ठुलो बल छ। हाम्रो भित्रबाट त्यो किसिमको एउटा चाहिँ शक्ति प्रदान हामीले नगरेर हो, नभए हाम्रो शक्ति छ। हामीले सबैको कल्याण गर्ने, यो प्रकृति, यो पञ्चतत्त्वको रक्षा गर्ने, यो मानवको रक्षा गर्ने, यो विश्वको जगतको रक्षा गर्ने काम पनि मानवकै हो, अरूको होइन। अरू प्राणीले सक्दैन। त्यसकारण मानव यो धरतीको देवतै हो। हामी देवता होइन भन्छौँ, देवतै हो। किन? देवताबाट सृष्टि भएको, भगवानबाट सृष्टि भएको। के सृष्टि भयो त? भगवानै सृष्टि भयो नि, अर्को के सृष्टि हो नि? मकैबाट के सृष्टि भयो? मकै सृष्टि भयो नि त। भगवानबाट अर्को सृष्टि हुन्छ? हुँदैन। भगवानबाट सृष्टि भयो, भगवानै सृष्टि भयो। र भगवानको मेन सृष्टिको चाहिँ मूल चाहिने मानिस हो, मानव हो। त्यस कारण मानवलाई भगवान भन्न मिल्छ, मानवलाई ईश्वर भन्न मिल्छ। तर उसको विचार, उसको भित्र मन कस्तो छ त्योबाट छुट्टिने कुरा हो। यदि उसको मन कलुषित छ, अरूप्रतिको चाहिँ नि
नराम्रो भाव छ, हिंसाप्रति छ उसको मन भने त्यो देवता हुन सक्दैन। भगवानले नि भन्नुभएको छ त्यो राक्षस हो, त्यस कारण छुट्टियो, भगवान छुट्याउनु भयो। देवता एक लाइनमा राख्नुभयो, अब राक्षस राख्नुभयो। जसले देवताको स्वरूपलाई नजानिकन आफ्नो वाचा स्वरूपलाई नजानेर संसारको यो माया मोहमा फसेर नराम्रा कुकृति कर्महरू गर्ने, अरूलाई दुःख दिने, हिंसा गर्ने, अरूको नराम्रो काम गर्ने त्यो दानव भयो। जसले राम्रो सोच गर्यो, राम्रो यसलाई बनाउनुपर्छ, अरूलाई पनि हुनुपर्छ, सबैको समानताको भाव ल्यायो, एउटा कल्याणकारी कार्य गर्न अगाडि बढ्यो भने त्यो चाहिँ देवता हुन्छ। त्यस कारण हाम्रो ऋषिहरू पनि देवता भनेर भन्छौँ हामीले ऋषिहरूलाई। पछि पहिला मरेको मान्छेलाई हामीले प्रेत भन्छौँ, त्यही प्रेत नै हो पितृ भएको, त्यही पितृ हो देवता भएको। त्यो हाम्रो भाव र समय बलवान छ। समय आएपछि हाम्रो भाव आएपछि त्यहाँनिर के हो, सृष्टिको सुरुवात हुन्छ। त्यो सृष्टिको सुरुवात भनेको यो वेदकै हो। त्यस कारणले यसरी स्वासितम वेदा, यो वेदेपि अखिलम भन्छ। यो सृष्टि गर्नुभन्दा अगाडि भगवानले यस्तो सङ्कल्प गर्नुभयो, यो सृष्टि गर्ने एउटा इच्छा गर्नुभयो, सङ्कल्प गर्नुभयो। त्यो सङ्कल्पको भित्रको भाव त्यो हो, त्यो विधान हो। त्यो विधान नभइकन केही पनि चल्दैन। त्यस कारण विधान हुनुपर्छ, राष्ट्र हुने विधान हुनुपर्छ, विधान मान्नुपर्छ। सबैले विधान नमाने के हुन्छ? त्यो विधान अर्थै हुँदैन, त्यसको जीवन चल्दैन। हामीले मानेका छौँ तर केही भङ्ग गरेर मानेका छैनौँ, दुःख पाइराखेका छौँ। विधान अनुसार चल्यो भने यम नियम आचार त्यही विधान हो। त्यो विधानले के गर्यो, सृष्टिको सुरुवात गर्नलाई तयार गर्यो। त्यो विधान नै हो वेद। हामीले धेरै लामो कुरा वेद भनेको यस्तो उस्तो भने अर्थ लाउँछौँ नि। यो प्रकृतिको यो ब्रह्माण्ड, यो संरचना, यो जगतको संरचनाको मूल विधान हो वेद भनेको। त्यसैबाट सारा सृष्टि भएको छ। त्यस कारण त्यो वेदले सूर्यलाई कहाँ राख्ने, चन्द्रमालाई कहाँ कहिले बनाउन सक्छ? कसैले कल्पना गरेर आउन सक्छ? त्यो आउन सक्दैन। त्यस्तो किसिमको शक्ति यो जगत चलाउनको लागि भगवानले त्यस्तो कल्पना गर्नुभयो। सूर्यनारायण बनिदिनु भयो, अनि चन्द्रनारायण बनिदिनु भयो, जल बनिदिनु भयो, सारा पञ्चतत्व बने। पञ्चतत्वबाट फेरि यो संरचनाको सुरुवात भयो। त्यस कारणले यो पञ्चतत्वलाई भगवानको रूपमा र हाम्रो चाहिँ वेदलाई भगवानको रूपमा र तपाईँले आफूलाई पनि भगवानको रूपमा स्वीकार गर्नु भएन भने तपाईँले के वेद बुझ्नुहुन्छ, के कर्म गर्नुहुन्छ? तपाईँ डराएर के गर्नु? मरणको डर राख्ने? तपाईँ मानिस होइन, तपाईँ मर्ने मान्छे हो, तपाईँ भगवान हो। भगवानबाट आएको भगवानै हो नि, अर्को हुँदैन। त्यस कारण तपाईँ नमर्ने मान्छे हो, मर्छौँ डर। यो आदि समाजमा भएको अहङ्कार जो छ नि, त्यसले गर्दा हामीलाई विभिन्न पक्षबाट घात गरेको छ, घात बनाएको छ। त्यो घातबाट हामी फुत्काउन, सम्पूर्ण घातबाट, सम्पूर्ण हाम्रो चाहिँ दुःख कष्टबाट, व्यवधानबाट हामी निस्कनको लागि धर्मको मूल रक्षा गर्नु आवश्यक छ, धर्मको बाटोमा लाग्नु आवश्यक छ। त्यही अनुसार हामीलाई पनि भगवानको प्रेरणा भएर धर्ममा लाग्ने एउटा प्रेरणा आयो। लागे भनेर होइन, लाग्नुको अर्थ हो त्यो भित्रबाट विचार प्रकट गर्नु हो। त्यो विचारले अनि पछि त्यो विचार शक्तिले यो सारा ब्रह्माण्डको चाहिँ रक्षा गर्छ। त्यो चाहिँ नि हामीमा पनि त्यस्तो एउटा चाहिँ विचार आयो धर्मतिर लाग्ने र वानप्रस्थीबाट हामी हिँड्यौँ। अहिले गुरुहरू आउनुभएको छ, उहाँहरूको हाम्रो त त्रिशक्ति बाबा हुनुहुन्छ, उहाँ पहिले पनि हाम्रो भेट भएको थियो र आज हामीलाई क्वेसन सोध्नुभयो। अब मैले भने म यस्तो गर्छु उसो गर्छु होइन, म बन्छु भनेर हुँदैन। यो वेदको नीति हो, त्यो मैले नीति बताउन खोजेको। हजुरलाई कहाँ लाने हो, मलाई कहाँ लाने हो, तपाईँलाई कहाँ लाने हो, सबै वेदको नीति हो। तपाईँ पालन गर्नुहोस् मात्रै, यति मात्रै तपाईँ कर्तव्य पालन गर्नुहोस् मात्रै, तपाईँलाई कहाँ पुर्याउँछ त्यो कुरा चाहिँ नि तपाईँको चाहिँ तपाईँले, मैले जान्दिनँ। त्यो जान्नु भनेको भुल हो, त्यसबाट हाम्रो कल्याण छैन। र त्यो पालन गर्नु हाम्रो कर्तव्य हो, पालन गर्नु कर्तव्य हो। त्यो वेदको नीति पालन गऱ्यौँ भने तपाईँको रक्षा गर्छ, हाम्रो समाजको रक्षा हुन्छ, राष्ट्रको कल्याण हुन्छ। राष्ट्र अहिले वेदबाट विमुख भएको छ, विमुख भएको छ। कसरी चल्छ? यम नियम आचार चल्छ। आज समाजमा मारामारी, नचाहिने कामहरू भइराखेको छ, हुलदङ्गा, नाराबाजी। यो पनि कुनै देश हो? देश त एउटा शान्त रूपमा, देशले एउटा तुरुन्तै काम गर्नुपर्छ। एउटा बाटोमा एउटा घटना घट्यो भने 3 दिन 2 दिन लाग्छ, लाग्दैन।
10 मिनट 15 1 घन्टा लाग्छ जम्मा। त्यसको समाधान भइहाल्छ। किन? मानिस हो नि, कुरा बुझ्नु पर्यो नि। भइसक्यो त अब के गर्ने? यसलाई त्यसको विधान के छ? हाम्रो नियम के छ? कति तिर्नुपर्ने, कति दिनुपर्ने, के गर्नुपर्ने, सबै कुराको त्यहाँ चिराफार हुन्छ नि, अनि बाटो खोल्छ नि। त्यस कारण हामी मानिसले यस्तो बुझ्न पर्यो कि वास्तवमा हामी नीतिगत जानु पर्यो। एउटा धर्म राष्ट्र बनाउनु पर्यो, एउटा नीति राष्ट्र बनाउनु पर्यो, नीतिगत जानु पर्यो। जसले पनि झन्डा ल्याएको छ, ढुङ्गा लिएर हिँडेर धुवा टायर बालेर पड्काएर अनि देश बन्छ, यो कुनै नीति हो? त्यसकारण यो नीतिलाई बेलले के भन्छ भने तिमीले केही गर्नु छ भने तिमी बाटामा होइन, यो गोप्य रूपमा तिमी ध्यान गर, तपस्या गर, अनि तिम्रो इच्छा अनुसार त्यहाँ फलित हुन्छ। तिमीले राष्ट्र कल्याणको लागि साधुहरूले ध्यान गरेर बस्छ भन्छ। ध्यान गरेर राष्ट्र कल्याण हुन्छ अनि मानव कल्याण हुन्छ। अब हामी ढुङ्गा हान्नेतिर लाग्यो भने कल्याण हुन्छ? त्यसकारण वेदको नीति अत्यन्तै ठुलो छ, प्रशंसनीय छ, बुझ्न पर्ने कुरा छ। हामीले नबुझेर हो। यो वेद नीति भनेको यति ठुलो छ, यो भन्दा हाम्रो चाहिँ अनादिकालको वेद धर्म हो। यो भन्दा तलका धर्म सबै बनाइएका हुन्, मानिएका हुन्। आधार त त्यही हो, आधार त वेदकै आधारमा हो। तर पनि हामीले वेदलाई छोडेर मैले गरेको, हामीले गरेको भनेर यो भुइँबट्टा गुरुहरू निस्कने पनि राम्रो होइन बस। किनभने त्यसलाई भन्छ त्यो पछि गएर दिगो हुँदैन। त्यो दिगो भनेको त्यही वेद हो, त्यही निरन्तर त्यसलाई चाहिँ लिएर जानुपर्छ र त्यसको समर्थन गरेर जानेपछि त्यो पनि ठुलो महानता प्राप्त गर्छ। जसले सत्यतालाई छोड्दैन, वेदलाई छोड्दैन, वेद धर्मलाई छोड्दैन, उसले महानता प्राप्त गर्छ। ऊ अमर बन्छ, ऊ ऋषि बन्छ, ऊ देवता बन्छ। यो हाम्रै समाजले, हाम्रो मानव जीवले गरिराखेकै छ। देवताहरू बन्ने पनि यही क्रम हो। त्यसले इतिहास हो। यो इतिहास एउटा ठुलो इतिहास हो जहाँ 28औं व्यासको जन्म भयो। यो भूमिलाई हामीले राम्रोसँग यसलाई चाहिँ ग्रहण गरेनौँ। यसको वास्तविकता हामीले बाहिर ल्याएनौँ र यसको वास्तविक अनुसार हामीले कर्म गरेनौँ र हामी लागेनौँ भने कसरी हुन्छ? यो त सिरान मुनिको हिरा के काम, जसलाई थाहा छैन सिरान मुनि हिरा छ, ऊ सधैँ गरिब भनेर रोएर मागेर खान्छ, तर उसको भित्र सिरानीमा हिरा छ। त्यस्तै हाम्रो देशमा पनि हिरा छ। हामी किन दुखी? नेपाली त एकदम गौर हाँसेर खाने हामी त। यस्तो देश हो, यति पवित्र देश हो जहाँ कि तपाईँको सबै वर्षिन्छ, यहाँ सबै आउँछ। तर अहिले हामीले के गर्यौँ? अहङ्कार गऱ्यौँ अनि हामीले अरूलाई चाहिने गऱ्यौँ अनि हाम्रो चाहिने के भयो? आफूले गर्नुपर्ने कर्तव्य गरेनौँ। हाम्रो वेदलाई बेच्यौँ, वेदलाई छोडेर हामी चाहिँ अन्य धर्ममा लाग्न थाल्यौँ अनि पनि समस्या आयो। आउँछ 1-2 दिनलाई, 2 दिनलाई, 3 दिनलाई, 2 दिनलाई केही न्यानो हुनसक्छ। तर यो धर्म छोडेर लाग्ने, विधर्मतिर जानेहरूको अकल्याण हुन्छ हेर्नु। 3 पुस्ता पछाडि सन्तान बहुल आउनेछन्, सन्तान बहुलाएर हिँड्नेछन्। यो कुरा सोच्नु, तपाईँलाई पनि शान्ति हुने छैन। के अहिले केही पैसा पाउनु भएको छ, केही भएको छ, केही रमाइलो भएको छ र केही मजा मान्नु भएको छ। तर म यही के भन्छु, यो वेदको विधान नभए, राष्ट्रको विधान नमाने राष्ट्रमा बसेर काम छ? अनि राष्ट्रको विधानै नमाने भए जेल जानु परेन? त्यसकारण भगवानको नीति नमानेर जेल जानुपर्छ, भगवान नीतिमा जानुपर्छ भनेर तत् त्यो नै सत्य हो, त्यो ब्रह्म हो, त्यो चेतन हो, त्यो ईश्वर, त्यो नै सत्य छ। यसैको खोजीमा हामी लाग्यौँ र हाम्रा वैदिक सनातनीहरूमा अनेकौँ ऋषि महर्षिहरू लाग्नुभयो, ऋषि मुनिहरू लाग्नुभयो। त्यसै गरी त्यसैको प्रेरणा पाएर आज हामी हाम्रो धर्मलाई शुद्धिकरण गर्नको लागि र यो चलायमान गर्नको लागि हाम्रा विभिन्न पीठहरूमा, मठहरूमा, शक्तिपीठहरूमा, गुफाहरूमा हामी लागिपरेका छौँ। त्यो साधु सन्त महात्माहरूको योगदान, त्याग, तपस्या नै यही नै हो। त्यही त्याग तपस्या नै ठुलो हो र दामोदर बाबाले यही त्याग तपस्या समर्पण चाहिँ आफ्नो धर्मको लागि दिनुभयो। ब्राह्मण भइकन भक्ति गर्दछ भन्या उसका त झन् क्या कुरा, जो कोही पनि भक्ति भो पनि भने योगी त हुन्छन् पुरा। रामायणले पनि यसो भन्छ हैन? त्यसै गरी अब हामी आज जे गर्दैछौँ, हाम्रा भक्ति मार्गका, दामोदर बाबाका, गोविन्द बाबाका, मेरा भक्तिको समयको भक्ति भएपछि जो कोही पनि पुरा हुन सक्छ। त्यसै गरी हाम्रा धर्मअनुसार, वैदिक सनातनी नियम पद्धति अनुसार हामीले हाम्रा समाजमा अथवा हामीले हाम्रा परिवारमा हामी आफै पवित्र भएर
भक्ति गर्नुपर्छ र यही भक्तिको अन्तर प्रसङ्ग हामीले यसैमा रहेर हाम्रो समयलाई कसरी हामीले व्यतीत गरौँ भनेर हामी अन्तर्क्रिया गर्नेछौँ, सत्सङ्ग गर्नेछौँ र योगीको मिलन पवित्र हुनेछ, साधु सन्तको मिलन पवित्र हुनेछ र त्यो पीठमा त्यहाँ साधु सन्तको मिलन हुन्छ। हाम्रो असल समय, हाम्रो पवित्र समय, हाम्रो गर्वको समय, हामीले पाएको अवसर हामी यसैलाई साधु सन्तको मिलनलाई नै हामी आनन्दको अनुभूति लिन्छौँ। त्यसै गरी म काठमाडौँबाट त्रिशक्ति सिद्ध बाबा आज यहाँहरूसँग अन्तर्क्रियाको लागि यहाँ आइपुगेँ। यो व्यासको पुण्यभूमि हो। यहाँहरूले गोविन्द बाबाले, दामोदर बाबाले, अन्य यहाँ धेरै सज्जनहरू, धेरै गुरुहरू, धेरै साधु सन्तहरू, माताहरू हुनुहुन्छ जसले व्यासको सेवा गरेर आफ्नो जीवन त्याग तपस्या चाहिँ समर्पण गरेर बस्नुभएको छ। उहाँहरूको यही अन्तर्क्रिया, अन्तरङ्ग यी संवाद अन्तर्क्रियाहरू, सत्सङ्गहरू यहाँहरूसँग पुर्याउनको लागि, यहाँहरूको मन छुनको लागि आज मैले यो अठोट गरेर यहाँ आइपुगेँ र अब म गोविन्द बाबाले आफ्नो यो समय कसरी यहाँ व्यास भूमिमा, पुण्यभूमिमा आफ्नो समयलाई चाहिँ समर्पण गरेर बस्नुभएको छ, यहाँसम्म कसरी आइपुग्नुभयो गोविन्द बाबा? हरि ओम। तसो व्यास आएन। अब धेरै कुरा बाबाबाट भइसकेको छ, मैले भन्नु जरुरी छैन, पुरा सत्य त त्यही हो। अब जीवनको धेरै महत्त्व, उतार चढाव हरेक हुन्छ, त्यहाँ हरेक छ। जीवनको धेरै महत्त्व छ। बुझ्न सक्यो भने, बुझेन भने, बुझ्यो भने ऊर्ध्वगति पनि हुन्छ, बुझ्न सकेन भने अधोगति पनि हुन्छ। जति ठुला धर्मगुरु हुँ भने पनि केही नभए पनि, तर के चाहियो भने कर्म क्षेत्र सावधानीपूर्वक हुनु पर्यो, शास्त्रीय अनुसार वैदिक हुनु पर्यो। वैदिक भनेपछि त्यहाँ जातको कुरा पनि आएन, कुनै केही पनि, धर्मको कुरा पनि आएन, लिङ्ग वर्ग केही पनि आउँदैन, समभाव वैदिक हुनाले वेदोखिलो धर्ममूलम भनेको छ त्यहाँ। भने त्यो भन्दा विपरीत यदि गयो भने यहाँ त केही छैन। यो लौकिक उसमा त विधान, आफ्नो मुलुकको विधान मानेन भनेदेखि त्यसले दण्ड पायो, लौकिक दण्ड। तर त्यो उहाँ त त्यो छैन। हजुर जान त छ हेरिन अहिले भन्ने चाहिँ के छैन, अहिलेको छ भाषा छ 21औं शताब्दीमा भन्छन्। यही गलत छ कि 21औं शताब्दीमा पनि जन्म मृत्यु भएकै छन्, देखेकै छन्, आफ्नो घुमाइराखेकै छन्। दिन रात प्रकृतिले एकै गरेकी छन्। कुन 21औं शताब्दी? या त कयौँ बिते, तर यो ख्याल छैन मानिसमा के भइदियो भनेदेखि बढी चाहिँ धेरै किसिमको गलत शास्त्रलाई विकृति तुल्याइदिए। केही त्यस्ता निक्लिया छन् कि एउटा उदाहरणलाई म भन्छु, त्यो अहिले म नाउँ लिन त चाहन्न, सबै चाहन्न है, सबैतिर चाहिँ छ्याप दिन्छु त्यो कुरा। जस्तो कि गीताको गलत अर्थ लगाइदिएको छ, जुन ब्रह्मा विष्णु महेश्वरकोमा पनि गलत अर्थ लगाइदिएर नाउँ चाहिँ गीताकै राखिदिएको छ, ज्ञान के भनेर। तर त्यसमा जुन घिउ हुन्छ नि, तल चाहिँ सबै पिँडालु के हरि मिलाएको छ, माथि अलिकति 1 चम्चा जति घिउ राखिदिएको छ। त्यस्तो भएको छ त्यो घरमा। अनि कसो रक्षा हुन्छ? त्यसले त हरेक किताब लेखेका छन् बिचरा सर्वसाधारणलाई ती कुरा थाहा छैन। हो क्या यो कुरो त ठुलो रहेछ, यो किताब त यस्तो, यो हेरेर अध्ययन हुने रहेछ भन्ने यो समाजको क्या बजाइदिया यो किसिम भइरहेको छ। तर त्यो सहज छैन, त्यो होइन। त्यो न बिचरा सुन्नेको नि कल्याण भयो, त्यो मारा लाग्नेको नि कल्याण भएन, देखाउने छडी यहाँको नामदामको लागि केही देखाएर उसको पनि कल्याण भएन, दुवैको कल्याण भएन। आखिरी दुवैको कल्याण भएन। यथार्थ भन्नु पर्दा मैले नहुने, कोहीलाई नपर्नु आफ्नो ठाउँ छ, तर यथार्थ जो खप्तर स्वामी हुनुहुन्थ्यो। अब यो कुरा हेर्दै अब त्यहाँको काँचुरो चाहिँ वरिष्ठ डाक्टर, किन उहाँलाई पनि त्यत्रो साह्रो लाग्दा त्याग दिएर किन आउनुभयो नेपाल भूमिमा? आउनुभयो, दोलखा कालिम्पोङ हुनुभयो, सबै ठाउँमा हरेक क्षेत्र तीर्थयात्रा गर्नुभयो, पशुपति क्षेत्र हरेक गरिसकेपछि खप्तरको लेकमा गएर बस्नुभयो। त्यो